काठमाडौँको पशुपतिको अगाडि होइन आर्यघाटमा बसेका सुकुम्बासी र मोरङको पत्री सन्यासी अरे सुन्दर रहेछ रमाइलो बेलबारी जस्ता ठाउँहरूमा होइन 50औं वर्षदेखि 40औं वर्षदेखि लेट्स से पञ्चायत कालदेखि सुरुवातको पञ्चायत कालदेखि बसेका नागरिकहरूको एउटै होइन नि कथा एउटा कुरा एउटै क्याटेगोरीका सुकुम्बासी त्यो राख्न पाइँदैन त्यो बदमासी हुन्छ त्यसरी गर्न पाइँदैन विशेषतः हाम्रो क्षेत्रमा मोरङ क्षेत्र नम्बर 3 मा जो वर्षौंदेखि त्यहाँ 2 पुस्ता जन्मिसक्यो होला हो कि अब त्यहाँ सरकारले पहिला चाहिँ जङ्गल फाँडेर मान्छेहरू बसायो गभर्नमेन्टले बसाएको हो नि त है अझ मैले मेरो पालामा आइसक्दाखेरि त त्यहाँ नापी गराइवरी निसाहरू पनि सबै वितरण गरेर 500 प्लस 550 जतिको त धनीपुर चाहिँ दिइसकेको जम्मैको धनीपुर चाहिँ बनिसकेका छन् 550 प्लस धनीपुर चाहिँ हामीले वितरण गऱ्यौँ त्यति बेला त्यो आयो भङ्ग भयो होइन केपी ओलीजीको सरकारमा आइसकेपछि त्यो चाहिँ जो भङ्ग भयो होइन अनि फेरि सर्वोच्चले रिइन्स्टेट गर्यो नि याद छ नि तपाईँलाई त्यो रिइन्स्टेट भइसके पछाडि फेरि त्यो धनीपुर चाहिँ बाँड्ने क्रम चाहिँ सुरु भएको थिएन नभए हाम्रो मोरङ क्षेत्र नम्बर 3 को अधिकांश किचलो बाहेक म हुँदै हाम्रै पालामा हामीले सबै नागरिकहरूको जसको नापी र निसा वितरण गरिसकेका थियो त्यो नापी र निसा वितरण गरिएको सरकारी स्तरबाट गरिया हो नि त त्यहाँ सबै धनीपुर चाहिँ बनिसकेका छन् यो नयाँ बन्ने पुरानो बन्ने अरूले धेरै क्रेडिट नलिए हुन्छ त्यो त्यति बेलै बनिसकेका छ त्यसलाई दिन मात्रै बाँकी थियो भनेपछि त्यस्ता प्रकृतिका जो सुन्दर हरेछामा त्यहाँ 2500 घर होला पथरीमा होला बेलबारीमा होला होइन तपाईँको कानेपोखरीमा होला होइन यी ठाउँहरू जो ठाउँहरू थिए यस्ता नेपालभरि यस्ता यो प्रकृतिका यो नेचरका विविध ठाउँहरू छन् जो जेन्युन 20औं 30औं 40औं वर्षदेखि बसेर आएको छ र जसले साँच्चीकै भन्दाखेरि यहाँ भन्नुहोस् अहिले सरकारले जसरी भनिरहेको छ कि पशुपतिको अगाडिपट्टि नै क्याप्चर गरेर बसेका थिए भन्ने जुन छ नि र हुकुमवासीहरू बसेका थिए भन्ने छ त्यो नेचर होइन भनेपछि फरक नेचर हो जङ्गल